आज हामी कक्षा 10 को पाठ 7 वर्ग समीकरणबाट पहिलो क्वेशन हेर्न गइरहेका छौं। अब क्वेशन हेरौं। एउटा आयताकार जग्गाको क्षेत्रफल 720 वर्ग मिटर छ र लम्बाइ भन्दा चौडाइ 22 मिटर बढी छ। अब क मा भनेको छ जग्गाको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् र ख मा भनेको छ उक्त आयताकार जमिनमा 20 मिटर र 9 मिटर लम्बाइ र चौडाइ भएका कति जग्गाका टुक्रा तयार पार्न सकिन्छ। अब पहिला दिएको लेखौं। आयताकार जग्गाको क्षेत्रफल भनेको छ भने L * B, L * B चाहिँ 720 वर्ग मिटर दिएको छ र अब यसलाई इक्वेसन क्रममा लेख्दै जाउँ। अनि लम्बाइ भन्दा चाहिँ चौडाइ 22 मिटर बढी छ भनेको छ भने L भयो अनि L - 22 - 720 = 0। अब यो L लाई मल्टिप्लाई गर्दा L² माइनस L 22 लाई गर्दा 22L माइनस 720 = 0। अब हामीले यता यस्तो शब्द खोज्नु पर्यो जसलाई घटाउँदा 22 होस् र मल्टिप्लाई गर्दा 720 होस्। अब त्यस्तो शब्द घटाउँदा 22 र मल्टिप्लाई गर्दा 720 हुने चाहिँ 40 र 18 छन्। 18 * 40 गर्दा 720 र 40 बाट 18 घटाउ 40 बाट 18 घटाउँदा चाहिँ 22 आउँछ। अब त्यसलाई नै लेखौं। L² माइनस 14L प्लस 18 L minus 720 = 0। अब L² यो भयो L minus 40 plus 18 L minus 14 = 0। अब L minus 14 भयो र L plus 18 लम्बाइ भयो = 0। अब आइदर गरौँ। पहिला हामी L minus 40 लाई लियौं। L minus 14 = 0 अनि L = यो 0 चाहिँ गायब भयो अनि यसलाई माइनस लाई तल राख्दाखेरि 14 मिटर अर्थात लम्बाइ जग्गाको लम्बाइ चाहिँ 40 मिटर रहेछ। अब चौडाइ पत्ता लगाउँदाखेरि चाहिँ B = L minus 22 B = L भनेको चाहिँ 40 minus 22 अर्थात 18 मिटर। उक्त आयताकार जग्गाको लम्बाइ 40 मिटर र चौडाइ चाहिँ 18 मिटर रहेछ। अब ख मा भनेको छ उक्त आयताकार जमिनमा 20 मिटर र 9 मिटर लम्बाइ र चौडाइ भएका कतिवटा जग्गाका टुक्रा तयार पार्न सकिन्छ भनेको छ। अब पहिला त्यो सल्भ गरौँ। पहिला हामी आयताकार जग्गा नयाँ जुन टुक्रा पार्ने जग्गा हो त्यसको हामी आयताकारलाई टुक्रा टुक्रामा पार्ने भने त्यो सानो आयताकार जुनलाई सानोमा टुक्रा पारिने हो त्यसको आयताकारको क्षेत्रफल आयताकार जग्गाको क्षेत्रफल टुक्राको प्रत्येक टुक्राको क्षेत्रफलको पत्ता लगाऊ। त्यसका लागि एरिया = L * B भयो अनि L भनेको चाहिँ 20 मिटर इन्टु चौडाइ चाहिँ 9 मिटर छ अर्थात 180 मिटर 180 वर्ग मिटर। अब पुरै जग्गाको क्षेत्रफल चाहिँ 720 छ। 720 मिटर प्रति वर्ग मिटर स्क्वायर। अब प्रति वर्ग मिटर छ। अब हामीले उक्त कति भागमा टुक्रा पार्न सकिन्छ भनेर पत्ता लगाउनको लागि चाहिँ यसलाई चाहिँ A1 मानौ, यसलाई चाहिँ A2
अब A1 डिवाइडेड बाई A2, A1 डिवाइडेड बाई A2 अर्थात् पहिला जुन मुख्य छ ठुलो जग्गा छ त्यसको आयताकारको भागलाई A1 र जुन टुक्रा टुक्रा पार्ने हो त्यसको एक टुक्रालाई A1 दोस्रोलाई नि A1 गर्दै टुक्रामा पारेको भने अब 720 डिवाइडेड बाई 180 10 अर्थात् चारवटा टुक्रामा चारवटा टुक्रा तयार पार्न सकिन्छ। अर्थात् उक्त जग्गालाई जमिनमा 20 मिटर र 9 मिटर लम्बाइ र चौडाइ भएका चारवटा जमिनका टुक्रा तयार पार्न सकिन्छ।